धेरैजनाले अस्तितिरको भिडियोमा चाहिँ के हो यो भनेर मलाई कमेन्ट गरिराख्नु भएको थियो भने पर्सनली मेसेजमा पनि मलाई चाहिँ सोधिराख्नु भएको थियो क्या। सो आज चाहिँ हजुरहरूलाई म डिटेल्समा भन्न गइरहेको छु। सो हाई एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो छोटो न्यू मिनी भ्लगमा। आइयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। र अस्ति चाहिँ म गाउँ गएको थिएँ नि त, अहिले चाहिँ म अब आइसकेको छु यता झापातिर। अन्त मेरो रेगुलर भ्युअर्सहरूलाई त थाहा छँदैछ मेरो माइत घर चाहिँ इलाम रहेको छ र भर्खरै जोडिनु भनेर थाहा छैन नि त। अन्त मेरो माइत घर चाहिँ इलाम रहेको छ र म चाहिँ घर अस्ति नै गएको थिएँ। अनि यो भिडियोहरू चाहिँ मैले बनाएर राखिरहेको थिएँ नि त, अनि पोस्ट गर्नै पाएको थिएन नि त। अनि अरू चाहिँ मैले पोस्ट गरेको थिएँ कतिहरू चाहिँ, अनि त्यहाँनिर चाहिँ धेरैजनाले मलाई सोध्नु भएको थियो। र इलाम भन्ने बित्तिकै चाहिँ एकदमै प्रख्यात भनेर चिनिने चाहिँ अदुवा, अम्लिसो, अलैँची अनि त्यस पछाडि चियाले चिनिन्छ नि त। अनि त्यस पछाडि हाम्रोमा चाहिँ अहिले यति धेरै गाउँमा यति धेरै काम चापाचाप परिरहेको छ। अनि हामीले घरमा जाँदाखेरि बुवा मम्मीलाई चाहिँ नभेटेको क्या। अनि बुवाहरू यति अहिले काममा होइन, अहिले अब यसको सिजन छ नि त। सो त्यही भएर अब गाउँघरमा त काम भनेको कति हुन्छ है। अनि चाहिँ सो धेरैजनाले सोध्नु भएको थियो यो चाहिँ के हो भनेर। यो चाहिँ रहेको छ अलैँची है। अलैँची कतिजनालाई थाहा रहेनछ नि त, अनि कतिजनालाई देख्नु भएको रहेनछ होइन। त्यही भएर चाहिँ उहाँहरूले मलाई सोधिराख्नु भएको थियो यो चाहिँ अलैँची रहेको छ। हजुरहरूले चाहिँ अब यो काँचेमा चाहिँ देख्नु भएको थिएन होला नि त। अनि यसको बोटहरू देख्दाखेरि के हो जस्तो लागेर उहाँहरूले सोध्नु भएको थियो नि त। यो चाहिँ काँचेमा चाहिँ अब यस्तो हुन्छ, यसलाई चाहिँ कति धेरै सफाहरू गर्नुपर्छ क्या। यहाँनिर यत्रो यत्रो के फाल्नुपर्छ। अनि त्यस पछाडि चाहिँ अनि यसलाई सफा गरेर अनि आगोमा लगाएर धुनी लगाएर यस्तो गर्मीमा अनि त्यस पछाडि यसलाई चाहिँ अब पुरा त्यो सुकाएर हुन्छ नि, पुरा छिन्द्रिङ छिन्द्रिङ बज्ने टाइपको बनाउनु पर्छ क्या। अनि त्यस पछाडि मात्रै आउँछ बजारमा। अनि त्यही चाहिँ तपाईँहरूले चाहिँ देख्नु भएको थियो नि त त्यो सुकेकोमा, अनि काँचोमा चाहिँ देख्नु भएको रहेनछ। सो त्यही भएर चाहिँ उहाँहरूले सोध्नु हुने थियो। सो मैले चाहिँ क्लियर गराएँ यो चाहिँ रहेको छ अलैँची है त। अनि हाम्रो चाहिँ हेर्नु न अर्ग्यानिक, हेर्नु न अनारस पाकेर फेरि हो। अनि यहाँ मेरो बुढाले चाहिँ यो भिनाजु भन्छ अरे यसलाई चाहिँ, अनि उहाँले चाहिँ यो खानु हुँदैछ। अनि यो अर्ग्यानिक गाउँमा ताजा ताजा यहाँ मम्मीहरू चाहिँ काम गर्दै हुनुहुन्छ कि। अनि मैले चाहिँ मम्मीहरूलाई सबैलाई दिएँ होइन, अर्ग्यानिक ताजा गाउँको हेल्दी खाना पाउँदाखेरि त ओ माई गड है कस्तो आनन्द लाग्ने क्या। अनि अब मेरो गाउँ चाहिँ नि कस्तो मलाई चाहिँ एकदमै स्वर्ग जस्तो लाग्छ। हुन त आफू जन्मे हुर्केको गाउँ आफूलाई अभियसली स्वर्ग नै लाग्छ। अनि हेर्नु न कस्तो राम्रो भ्यू है। म चाहिँ यसो हेर्ने बित्तिकै भ्यूहरू लिन मन लागिहाल्छ। न त म सानैदेखिको यस्तो कुरामा एक्टिभ क्या, सानो सानो कुराहरूको कैद गर्न मन लागिहाल्ने क्या भिडियोमा। अब त्यो सानोमा त अब मोबाइल सोबाइल थिएन हो, अन्त पढ्नु पनि पर्थ्यो नि त है। अनि यता चाहिँ म हेर्नु न चिया बनाउँदैछु, एकदमै गर्मी छ हो। अनि यतापट्टि यहाँ हेर्नु न अब यसरी धुनी लगाइराख्नु भएको छ। यो अलैँची चाहिँ अब यस्तो हुन्छ क्या, सुक्दाखेरि चाहिँ यसरी यत्रो धुनी लगाउनु पर्छ। हाम्रो चाहिँ बाटोकै छेउमा घर छ नि त। अनि कसैहरूले सोध्नु भयो भने पनि कहाँ छ भन्दाखेरि बाटो तलतिर बाटो मासतिर भन्नु कति सजिलो। पहिले बाटो मासतिर